मैं वीडियो बना रहा हूँ, आपका यूट्यूब में डालने से कोई प्रॉब्लम है? हाँ, प्रॉब्लम है? तो ठीक है। हामीले हाम्रो उत्तराधिकारहरू पाउनु सक्नुपर्छ। हामीले सोचेको अनि बोलेको शब्द बिक्री हुनुपर्छ। अहिले चाहिँ 8 बज्नु 15 मिनेट रहेको छ भनेदेखि हामी बिहानै उठेको हौँ र अहिलेसम्ममा हाम्रो एकदमै कामहरू चाहिँ यस्तो बनेको छ। यहाँ किमा रेडी भएको छ, किमा एकदमै रेडी भएको छ। यहाँ मैदा गुनिएको छु, 3 किलो मैदा है, 3 किलो मैदा गुने रेडी छ भनेदेखि यहाँतिर याम छ, यहाँ प्याज छ, यो गाजर छ काटेको होइन। अनि यहाँ बन्दीकाले ठिक्कै यहाँनिर अचारको निम्ति चाहिँ यहाँनिर बदम, तिल अनि सुक्खा खोर्सानीको चाहिँ मिश्रणमा चाहिँ अचार बनाइनेछ। त्यो अचार चाहिँ हाते सिलौटामा पिनिकन बनाउँछ होइन बन्दीकाले। र यो सँगसँगै अब हामी चाहिँ आजको चाहिँ ब्लग सुरु गर्दैछौँ। र नमस्कार, म प्रणय, स्वागत छ फेरि पनि तपाईँको मेरो गोर्खे छोरो युट्युब च्यानलमा है। म चाहिँ के भन्छ, म विशेष गरेर चाहिँ म चाहिँ सधैँ दिन भनिरहेको हुन्छु होइन। मेरो आफ्नो म जहाँ गएको हुन्छु म मेरै कथाहरू मात्रै लिएर आएको समेटिएर लिएर आएको हुन्छु। किनकि म अन्यथा कहीँ गएर के गरेर के त्यस्तो म त्यति गर्न सक्दिनँ है। र मेरो जीवन वास्तविकता मेरो जीवनमा जे छ त्यही चाहिँ तपाईँहरू माझमा साझा गरिरहेको छु। म सुकिया दार्जिलिङमा बस्दा म यस्तै थिएँ, म खेतीबारी गर्थेँ भने म यहाँ आएर पनि म मेरो आफ्नो जीवनी चलाउन मैले फास्टफुडको बिजनेस गरिरहेको छु। यसको निम्ति तपाईँहरूले मलाई सपोर्ट गर्दैछ, माया गर्दैछ। मेरो दोकानमा पनि खाइ पनि दिनुहोस् होला है, तपाईँलाई रिक्वेस्ट छ। र अब हामी जानु आँटेको है, र अब खाजा पनि खानुपर्छ होइन। खाजाको निम्ति चाहिँ हामी बिहान चाहिँ फ्राई राइस चाहिँ हेर्नुहोस्, फ्राई राइस छ। अब यो खाएर चाहिँ हामी जान्छौँ। अनि उता 12 बजी चाहिँ अब नानाले चाहिँ खाना ल्याइदिन्छ नि त। यहाँ बसिरहेको नाना छ नि, उहाँले चाहिँ 12 बजी चाहिँ खाना ल्याइदिनुहुन्छ बिचराले। र त्यहीँ बसी हामी खानासाना खान्छौँ होइन। र आज चाहिँ भ्याउँदिनँ भन्नुहुँदैछ, किनकि अलिक बिसन्चो हुनुहुन्छ है। र अब चाहिँ हामी खाएर गएर आज चाहिँ परै गएर हामी अब के जाति हुन्छ बेलुका 1 बजी चाहिँ मिलाइकन खाने भन्दै है। अहिलेको लागि यो गोर्खे छोरो युट्युब च्यानल हेर्दै गर्नु। अब चाहिँ हामी खाजा खान्छौँ। हामी चाहिँ थुक्पा उसिन्दैछौँ अब होइन, उता जानको लागि। यहाँ पानी माल्दैछ। र फेरि पनि अहिले चाहिँ हामी दोकानमा आइसकेका छौँ, अथवा दोकान एकदमै बनाएर पनि सबै सजाइसकेको छौँ। यहाँ उयो भयो, मेरो ग्यास टेबल भयो, यहाँनिर चाउमिन छ, यहाँ चाउमिन पकाउने हो होइन। अनि यो चाउमिन राखेको छु मैले, किनकि छोपे राख्नुपर्छ, किनकि यो एकदमै बेसी प्लास्टिकै भाँडाभित्र राख्नु हुँदैन, बाफिने डर हुन्छ होइन, गरम पुरा लागेको छ। र यहाँनिर उयो सब्जीको किमा हो, यो चिकनको किमा हो। अहिले फेरि बाख्रा सार खान्छ होला भनेर राखिदेऊ न, तिमी राखिदेऊ, त्यो हटाइकिन, त्यो हटाउँदा। अब बन्दीका चाहिँ यतिको चाहिँ छ। अब कस्तो सोची चाहिँ दिन्छ, बुढी भनेको बुढी नै हो नि, जति नै भने पनि। अन्त अब सकेको त कुरा अन्त। ल सारा त्यहाँ पनि शीतलमा भयो, अब यो पनि भयो होइन। र अब आएको छ, अब चाहिँ हामी मोमो बनाउँछौँ। विशेष कुरा मोमो बनाएपछि हामी यहाँ भर्खर अब मोमो सोध्नु छ।
यहाँ पर मोमो सोध्न थाल्यो यहाँ चाहिँ रक्सी दोकान हो अब सजो भन्नु यो चाहिँ रक्सी दोकान हो यो पनि रक्सी दोकान हो है यो 5,000 वटा अनि यता चाहिँ दोकानहरू छ आफ्नो आफ्नो दोकान जुत्ता दोकान लुगा दोकान यहाँ रासन दोकानहरू यस्तो छ यहाँनिर अब यतातिर आएर दोकानै बस्छ अहिलेभरि पछिकोमा होइन यतापट्टि आएर बस्छ यो चाहिँ अहिले मैले बारेको छु यसलाई चाहिँ मैले हावामा छेकेको यस्तो डरग्दो हावा चल्दैछ होइन र सबैहरूलाई अनुरोध छ तपाईँहरूलाई माथि दार्जिलिङमा अथवा कहीँ तपाईँहरूलाई चिसो बेसी लाग्दो छ भने चाहिँ प्लिज तपाईँहरू सिलगढी आउनु होला यहाँनिर घाम लागेकै छैन हेर्नुहोस् तपाईँहरू आएर एकदम यहाँको भिजिट गर्नु सक्नुहुनेछ घाम लागेको छैन आएर यसो घुमेर जानु होला र हेर्नुहोस् हामी यस्तो गति भइसकेको छौँ यहाँनिर मेरो मिसेस पसिनै भइसकेको छ र अब चाहिँ हामी चाहिँ मोमो बनाउने मलाई पनि आफ्नै देशमा चाहिँ अब केही गर्नु आफ्नै ठाउँमा देश भन्नु आफ्नै ठाउँमा आफ्नै जग्गामा चाहिँ अब केही गर्नु इच्छा छैन है तर अब त्यहाँको व्यवसाय ढङ्ग अब ठिक नभएपछि अर्थात् होइन आफ्नो अब स्वास्थ्य ठिक नभएपछि अब यस्तो पनि संसारमा आइपुग्दैछ साथीभाइ कहिले नसोचेको कहिले नदेखेको नचिताएको होइन भनिदिया होइन अब अर्काको देशमा आएर मोमो बनाएर बेचेर आफ्नो जिन्दगीलाई चलाउनु भन्ने कुरा पनि अब निकै गाह्रै हो त्यस्तो चाहिँ मलाई लाग्नु थाल्यो आजकल चाहिँ म त्यस्तो लाग्छ होइन तर म चाहिँ त्यस्तो सोच्छु हजुरहरू के सोच्नुहुन्छ होइन मैले सिम्पति खोजेको होइन होइन तर मैले जे सत्य छ त्यो मात्रै बोल्नु खोजेको किनकि जे सत्य छ त्यो कुरा देख्नु सक्दैन छ होइन र म के भन्न चाहन्छु अब हामीले हाम्रो उत्तराधिकारहरू पाउनु सक्नुपर्छ हामीले सोचेको अनि बोलेको शब्द बिक्री हुनुपर्छ होइन हामीले दिएको चिनारीलाई चिनाउनु सक्नुपर्छ म त्यो भन्छु तर अहिले छैन हामी त्यहाँ छौँ होइन न केही छ न केही छ अनि मोमो बनायो बेच्यो अनि माथि नानीहरू पढ्छ आफू पनि खायो नानीहरूलाई पनि स्कुलमा हाल्यो त्यस्तो छ जिन्दगी के भन्छ सही भन्नु घट्नु नकुनै भएको छ होइन त्यो मादलको तालमा नारी जस्तै भएको छ बन्दिका चाहिँ कस्तो भयो बन्दिका जिउ दुखेर हत्तु भइसक्यो बिच आधी भइसकेको छ मोमो होइन यसको पनि मोमो सब्जीको पनि आधी भएको छ अनि भेजको पनि आधी भइसकेको छ फेरि दोकानहरू सबै आउनु थालेको छ होइन अब लगभग अहिलेको ठिक्कै भन्नुपर्दा चाहिँ 9:30 हुन आँटेछ अब चाहिँ दोकानहरू बिस्तारै आउँछ होइन यहाँ दोकानहरू आउनु थाल्यो हेर्नु बुझ्दैछ यतातिर दोकानहरू फिजाउनु थालेको छ दोकानहरू होइन अब 1:30 बिस्तारै यो दोकानहरू लाग्दै जान्छ उयो सजाउँदै जान्छ तर कस्टमर चाहिँ बेलुका 4 बजीदेखि मात्रै इभिनिङमादेखि मात्रै यहाँको मान्छेहरू आउँछ होइन अहिले चाहिँ हामी चाहिँ अब यहाँ अन्डा उसिन्दैछ बन्दीकाले अन्डा उसिनेर खानु होइन मैले अघि भनिहालेँ राम्रोसँग सुन्नु भएन होला सायदै र तपाईँले फेरि रिपिट गराउँदा चाहिँ के हो भन्दाखेरि चाहिँ मलाई पनि यहाँ आएर यस्तो मोमो बेच्नु अथवा होइन जहाँ चाहिँ मेरो भाषा शैली मिल्दैन मैले भने भाषा शैलीको एकदमै भाषा शैली पनि गाह्रो हुन्छ सबै काम गर्नु पनि गाह्रो हुन्छ होइन यस्तो ठाउँमा आएर आफूले एउटा जीविकालाई चलाउनु सोच्नु पनि एउटा च्यालेन्जिङ हुँदछ है र यो च्यालेन्जिङ पनि गर्नु नपरोस् अनि आफ्नै ठाउँमा केही सानो केही काम गर्नु पाए राम्रो हुन्थ्यो जस्तो लाग्छ तर के गर्नु अब किनकि हाम्रो यहाँ पहाडी क्षेत्रमा हाम्रो एकदमै त्यहाँको राजनीतिक अराजनीतिक सबै ढङ्ग विढङ्ग एकदम राम्रो छैन अब थाहा भएको कुरो होइन हाम्रो कुनै पनि एङ्गलमा कुनै पनि दार्जिलिङको पहाडी क्षेत्रको अवस्था एकदम बिग्रिएको छ र नि है अब हामी यहाँ आउनु पऱ्यो र म यहाँ आउनुको कारण त्यो पनि भयो अनि अर्को कुरा मेरो स्वास्थ्य ठिक भएन मेरो स्वास्थ्यले मैले कस्तो अब
प्रकारको चिसो नलिने भएपछि म ओला लाउनु पऱ्यो है। तर म सोच्छु अब मलाई त्यो पाहाडकै त्यो चिसो हावा अनि चिसो बताससँगै खेल्नु मन छ र के गर्नु अब तकदिर हो अनि नसिब हो। यही सोच्दै हामी बुढा र बुढीले चाहिँ काम गरेको छौँ होइन। मेरो बुढी हेर्ने यस्तो भइसक्यो बिचरा रातै भइसकेको छ अहिले त सुरुवातमा त घाम लाग्नु छ है। अब सुरुवातमा त अबदेखि त चाहिँ घामै घाम हुन्छ होइन। त्यही उसको भिडियो पुरै तपाईँहरूमा म साझा गर्नेछु हेर्नुहोस् होइन। आज स्कुल नहीं गया क्यों? स्कुल तो जाना चाहिए ना। फर्स्ट कस्टमर इसमें हाँ मेरा यूट्यूब है ना बेटा, मेरा यूट्यूब चैनल है उसमें भी मैं डालता हूँ कभी कभी। फाइनली सब्जीको चाहिँ सक्यो बनाएर अब चिकनको छ है। अन्त अहिले अब दिनको ठिक 2:18 भएछ है। र अब के अलिकति यो रहेको छ त्यहाँ त्यो बनिसकेपछि चाहिँ अब चाहिँ हामी चाहिँ हामी यहाँ अन्डा खान्छौँ। अन्डा उसिनिरहेको छौँ होइन। अन्डा उसिनेर खाने हो। अहिले चाहिँ मोमो बनाइसक्यौँ है साथीभाइ हो। सबै सक्यो हो। अब मोमो बनिसकेको छ यहाँनिर बनिसकेको छ। अब किमा गर्नु छ चाउमिनको लागि होइन। अब चाहिँ बजार बिस्तारो लाग्छ बिस्तारो मान्छे आउनु थाल्छ होइन। यहाँ चाहिँ हाम्रो कटिङ सुरु हुँदैछ होइन चाउमिनको लागि। अब चाहिँ अब हाटहरू लाग्नु थाल्यो मान्छेहरू आउनु थाल्यो होइन। चाउमिन हल्का मोमो बिक्री हुन थालेछ। यो उयो खोलिदिनु के गरिदिनु? यहाँनिर हाम्रो यहाँ चाउमिन पाकिरहेछ। यहाँ चाहिँ छाता बिक्री हुँदैछ आज। यहाँ छाता तिरपाल हो यहाँ भेटाउनु भयो। यहाँ बिक्री हुँदैछ आज धेरै दिन बाद मिलेको यो दाजुले है। यहाँ माथि लुगा दोक्ने अब रात पनि थाल्यो साथी हो। अझ अब रात पर्यो दोकान चलिरहेछ धमाधम होइन। ग्राहकहरू आएर खाँदैछ यहाँ कस्टमरहरू बटाबट खाँदैछ। अनि बेलुकीको दोकानहरू यस्तो तरिका छ। यस्तो तरिकादेखि चाहिँ मेरो दोकान चाहिँ यस्तो देखिनुहुन्छ। यहाँ रहेको छ मेरो दोकान भनेदेखि अनि यहाँदेखि यतापट्टि सबै दोकान रहेछ। फास्टफुड थुप्रै दोकानहरू यहाँ विशेष लुगा दोकानहरू तपाईँले सक्नुहुन्छ। फुड दोकान यहाँ लुगा दोकान एकदम स्पेसियली यहाँ छ। स्पेसियली यहाँ छ लुगा दोकान थुप्रै छ। म चाहिँ अनि आज चाहिँ तपाईँहरूमा आज म दिइरहेको छु किनकि अब फेरि म दोहोऱ्याएर ल्याउने छुइनँ यहाँको भिडियोहरू। किनकि मैले अबसम्म दुईचोटि भएको हुन्छ र अब म फेरि दोहोऱ्याएर ल्याउने छुइनँ किनकि मैले आफूले लिएँ है। किनकि मैले कस्टमरको मान्छे हल्का चाहिँ मैले लुकेर फोटो लिइरहेको छु। कस्टमरहरू आइरहेछ हेर्नुहोस् यहाँनिर। यहाँको आदिवासी समुदायहरू नि प्रायः जस्तो खाइदिनुहुन्छ होइन। नेपालीले पनि खाइदिनुहुन्छ होइन नेपाली खाँदैन। तर यहाँ चाहिँ ज्यादा मात्रामा होइन यहाँका हाम्रो बासिन्दाहरूले नै अब खाएर हामीलाई धेरै सपोर्ट गरिराख्नु। तपाईँहरू माएर खाइदिनुहुन्छ सबैले खाइदिनुहुन्छ माया गरिदिनुहोस् सपोर्ट गरिदिनुहोस् यसरी नै। र म यही भन्न चाहन्छु तपाईँहरूको माया अनि सपोर्टको खाजा छ
अहिले 7:30 भइसकेको छ। हाट घटाबाट अब बिस्तारै बिस्तारै कम्ती हुँदै जान्छ अब चाहिँ होइन। सिजन अब चाहिँ अब 7:30 बजेदेखि चाहिँ मान्छेहरूले यसरी आफ्नो एकदम चिजहरू अब थन्काउन थाल्छ। यहाँ थन्काउन थाल्यो होइन। कतिजनाले बिस्तारै अब दोकानहरू थन्काउँदै जान्छ र यहाँनिर हाम्रोमा राम्रो बिक्री भयो भनौँ। पानी खाने मौका पाइएन आज चाहिँ भन्नु भएन। पानी तताएर यसो है पानी खानुपर्छ। हाम्रोमा कस्टमर चाहिँ अब प्रायः जस्तो आइरहन्छ नि, कंटिन्यू आइरहने कस्टमर। मैं वीडियो बना रहा हूँ, आपका यूट्यूब में डालने से कोई प्रॉब्लम है? हाँ प्रॉब्लम है तो ठीक है, मैं वीडियो बना रहा हूँ, ठीक है। तो यहाँ चाहिँ मेरो दोकानमा कन्टिन्यू आइरहने कस्टमर हो। तर बिचरा ढिलो आउँछ, जहिले चाउमिन खान्छ भने ढिलो आइपुग्छ है। र यिनीको छ उहाँहरूले एउटा मोमो भए पनि खाइदिनुहुन्छ होइन। एकदम हाम्रो कन्टिन्यू आउने कस्टमर जहिलेदेखि हामी दोकान सुरु गऱ्यौँ त्यति बेलादेखि उहाँहरू चाहिँ आइरहने कस्टमर। अरूमा आइरहन्छ है, तर उहाँहरू चाहिँ एकदम कन्टिन्यू हुन्छ है। र आजको ब्लग्स पनि अब यतिकै छ होइन। अब चिकन मोमो भटाभाट बाँडिरहेको छ अब हेरौँ। 9 बज्न आँट्यो बेलुकाको 9 बज्यो भन्दा पनि भर्खर चाहिँ हामी चाहिँ आइपुगेको। भोक लागेर हप्छु मसै हो। नानाको भात पस्का भनेको अन्त एकदमै भोकले चाहिँ मर्नु आँटेको छु। म चाहिँ भोक लागेर मरेको छु। अब बाई बाई एकदम गुड नाइट स्विट ड्रिम तपाईँलाई है। राम्रोसँग सुत्नुहोस् एकदम भन्दै अहिले अब यो